हेलो एभ्रिवान, आज चाहिँ हामी सिक्दैछौँ वाटरप्रुफ, ड्र्याग प्रुफ, स्मज प्रुफ मेकअप जुन हजुरहरूले रुँदाखेरि पनि नजाने मेकअप सिक्नुहुन्छ। सो एकदमै अफोर्डेबल प्राइसमा मिल्ने प्रोडक्टबाट चाहिँ मैले यो मेकअप गर्दैछु। मैले चाहिँ फिल्काको सिल्क टच भन्ने मोइस्चराइजर लगाएको छु जुन हजुरहरूले पनि एकदमै अफोर्डेबल प्राइसमा लिन सक्नुहुन्छ अनि मार्केटमा पनि सजिलै पाउन सक्नुहुन्छ। अनि यो मोइस्चराइजर लगाइसकेपछि चाहिँ हजुरहरूले कुनै पनि प्राइमरहरू एड गर्नु पर्दैन। मैले चाहिँ ब्राइडल मेकअप गर्दाखेरि यो सनस्क्रिनहरू चाहिँ लगाउँदिनँ किनकि सनस्क्रिनहरू चाहिँ हामीले लगाइराख्नु पर्दैन, हाम्रो अलरेडी मेकअप हेभी नै हुन्छ। सो धेरैजनाको रिक्वेस्ट थियो कि मैले अलिकति अफोर्डेबल प्राइसबाट मेकअप गरिदिनु भनेर। सो मैले चाहिँ यो अलिकति अफोर्डेबल प्राइसमा पनि हामीले चाहिँ यो मेकअप गर्न सक्छौँ भनेर यो भिडियो बनाउँदैछु। तर धेरैजनाले चाहिँ मलाई क्राइलन युज नगरिकन गर्नु न भन्नुभएको थियो। तर हजुरहरूले चाहिँ ब्राइडल गर्दै हुनुहुन्छ भने चाहिँ यो डर्मा कलर चाहिँ युज गर्नुपर्ने हुन्छ। डर्मा कलर हजुरहरूले चलाउन थाल्नुभयो भने अरू कुनै पनि हजुरहरूलाई चाहिँ मेकअप गरेको जस्तो पनि लाग्दैन, किनकि ब्राइडलको लागि चाहिँ भन्दैछु मैले। यो मेकअप बेसको लागि चाहिँ मैले यो नै युज गर्छु। सो हजुरहरूले क्यारेक्टर कस्मेटिकको हजुरले कन्सिलर पनि युज गर्न सक्नुहुन्छ। यसमा चाहिँ ड्युरालाइन मिक्स गर्छु, हजुरहरूले पनि युज गर्नुहोला। यसमा चाहिँ प्याकको पनि आउँछ, यो पनि धेरै एक्सपेन्सिभ छैन, हजुरहरूले लिन सक्नुहुन्छ अनि मार्केटमा पनि सजिलै पाउन सक्नुहुन्छ। मैले चाहिँ डिस्क्रिप्सनमा नै हजुरलाई राखिदिराखेको छु, योभन्दा अगाडिको भिडियोमा पनि राखिदिएको छु। अनि त्यसमा चाहिँ अलिकति हाई प्रडक्ट युज गरेको भएर यसमा चाहिँ मैले एकदमै अफोर्डेबल प्राइसको चाहिँ युज गरेको छु, हजुरहरूले देख्न सक्नुहुन्छ। यसमा चाहिँ यो हामीले डर्मा कलर युज गर्दैछौँ भने चाहिँ डर्मा कलरलाई चाहिँ एकदमै राम्ररी हजुरहरूले मिक्स गर्नुपर्ने हुन्छ। हजुरहरूले युज गर्दै हुनुहुन्छ तर हजुरहरूले लगाउँदाखेरि चाहिँ एकदमै प्याची देखिन्छ। जस्तो अब हजुरहरूले लगाउँदाखेरि के हुन्छ भने चाहिँ यो चाहिँ तपाईँहरूको ब्लेन्डिङ गर्न नपुगेको हो। सो हजुरहरूले चाहिँ मजाले ब्लेन्ड गर्नुभयो भने चाहिँ अनि यसलाई चाहिँ हामीले स्किनमा लगाउन सक्छौँ। डर्मा कलर स्किनमा लगाउँदाखेरि पनि एकदमै थिन लेयर पहिला लगाउने अनि मजाले ब्लेन्ड गर्ने अनि सेकेन्ड लेयर लगाउने। यो लगाउँदाखेरि पनि बाक्लो लगाउनु हुँदैन स्किनमा। यो चाहिँ मैले किन युज गरेको भनेर भन्नुहुन्छ भने यो चाहिँ अलिकति एक्सपेन्सिभ छ अनि यो किन युज गर्नुभएको, अफोर्डेबल प्राइसमा भनेको थियौँ भनेर भन्नुहुन्छ होला। सो हजुरहरूले चाहिँ ब्राइडलको लागि चाहिँ यही नै लिनु होला। म चाहिँ हजुरहरूले चाहिँ अब ब्राइडलको लागि मेकअप गर्दै हुनुहुन्छ, अलिकति लङ टाइमसम्म बस्ने मेकअप गर्नुहुन्छ भने हजुरहरूले यो युज गर्नुहोला। अनि मैले चाहिँ यो क्यारेक्टर कस्मेटिकको र अनि फोटोमेटको पनि मिक्स गरेर थोरै लगाउँछु। ध्यान दिनु होला, स्किनमा चाहिँ धेरै नलगाउने, एकदमै पातलो लेयरमा ब्रसले लगाउनु होला। ब्रसले लगाउँदाखेरि चाहिँ हजुरको स्किनमा मजाले बस्छ पनि अनि हजुरहरूलाई ब्लेन्ड गर्न पनि सजिलो हुन्छ। मैले चाहिँ जुनसुकै प्रोडक्ट पनि ब्लेन्ड गर्दाखेरि मजाले हातले ब्लेन्ड गरेको छु, देख्न सक्नुहुन्छ। टाइम लगाएर यसलाई ब्लेन्ड गरेर लगाउनु भयो भने स्किनमा पनि मजाले सेट हुन्छ हजुरले लगाउँदाखेरि। यसमा चाहिँ हजुरहरूसँग चाहिँ क्राइलनको मात्रै छ भने क्राइलनको मात्रै पनि लगाउँदा हुन्छ, यो नै लगाउनुपर्छ, फोटोमेटकै फाउन्डेसन चाहिन्छ, क्यारेक्टर कस्मेटिककै चाहिन्छ भन्ने पनि छैन। सो हजुरहरूले चाहिँ यो मात्रै लगाउँदा पनि हुन्छ। फाउन्डेसन लगाउनुभन्दा अगाडि चाहिँ जुन हामीले कन्सिलर लगाएको थियौँ त्यसलाई चाहिँ एकछिन ड्राई गर्नुपर्छ, एकैचोटि हामीले लेयर लगाउनु हुँदैन। सो 2-3 मिनट त्यसलाई वेट गरेर अनि मात्र हामीले लगाउने हो। अनि यसलाई ब्लेन्ड गर्नको लागि पनि हजुरहरूले चाहिँ यो ब्लेन्डर चाहिँ भिजेको हुनुपर्छ, भिजेको भएन भने पनि हजुरहरूको राम्रो हुँदैन। जबसम्म तपाईँहरूको हातमा फाउन्डेसनहरू आउँछ तबसम्म हजुरहरूले चाहिँ ब्लेन्ड गरिराख्नुपर्ने हुन्छ। जति मजाले ब्लेन्ड गर्नुहुन्छ त्यति नै हजुरहरूको स्किनमा मजाले बस्छ। सो मैले चाहिँ यसमाथि चाहिँ मैले यो चाहिँ एकदमै अफोर्डेबल प्राइसको एले गर्लको कन्सिलर आई मुनि लगाउँदैछु, जुन यो चाहिँ हजुरले मार्केटमा सजिलै पाउन सक्नुहुन्छ। सो यो लगाउँदाखेरि पनि हामीले धेरै नलगाउने, हाम्रो के देखिन्छ किनकि त्यहाँ धेरै प्रोडक्ट भयो भने चाहिँ आई मेकअप खराब हुन्छ। यसलाई चाहिँ थोरै लगाएर मात्र ब्लेन्ड गरिदिने। अलिकति एक्सपेन्सिभ युज गरेको भनेको चाहिँ मैले डर्मा कलर हो। सो हजुरहरूले देख्न सक्नुहुन्छ यिनीहरू सबै 600-700मा आउँछ यो प्रोडक्टहरू। सो हजुरहरूले चाहिँ यो मजाले युज गर्न सक्नुहुन्छ। अनि हजुरहरूलाई चाहिँ म्याटको चाहिन्छ, जुन पनि हजुरले ड्र्याग प्रुफ वाटरप्रुफ मेकअप गर्दै हुनुहुन्छ भने चाहिँ म्याट प्रोडक्ट युज गर्नु होला। यो कुनै पनि एउटा तपाईँले अब प्राइमर कुनै अरू नै युज गर्नुभयो भने पनि हजुरहरूले चाहिँ मेकअप कुनै पनि एउटा प्रोडक्ट मिस्टेक भयो भने चाहिँ हजुरहरूको फेरि म्याट हुँदैन। यो ड्र्याग प्रुफ मेकअप भनेको चाहिँ म्याट मेकअप हो, जुन हजुरहरूले चाहिँ म्याट मेकअप गर्नको लागि चाहिँ एकदमै म्याट प्रोडक्टहरू मात्रै युज गर्नुपर्ने हुन्छ। सो त्यस्तै गरी मैले चाहिँ लिक्विड युज गर्दिनँ, ब्रोन्जर युज गर्छु। ब्रोन्जर पनि मैले पाउडर नै युज गर्छु।
ब्राइडलको लागि पनि मैले क्रिम कन्टुरहरू चाहिँ खासै युज गर्दिनँ, मैले ब्रोन्जर मात्र युज गर्छु। हामीले ब्रोन्जर मात्र युज गर्दाखेरि पनि राम्रो रिजल्ट आउँछ। सो देख्न सक्नुहुन्छ हामीले चाहिँ ब्रोन्जर कसरी लगाउने, कहाँ कहाँ लगाउने पनि हजुरले याद गर्नुहोला। ब्रोन्जर चाहिँ मैले यो प्याकको लगाएको हो, जुन हजुरहरूले प्याकबाट लिन सक्नुहुन्छ। यिनीहरू प्रोडक्ट चाहिँ एकदमै राम्रो छ अनि लङ लास्टको लागि पनि हजुरहरूले युज गर्न सक्नुहुन्छ। मलाई चाहिँ प्याकको अहिले एकदमै मन परेको भनेको चाहिँ जेल लाइनर अनि यो ब्रोन्जर, हाइलाइटर सबै मनपर्छ। सो हजुरहरूले पनि लिन सक्नुहुन्छ त्यहाँबाट। मैले चाहिँ हजुरहरूलाई मैले सामानहरू कहाँबाट लिन्छु पनि म हजुरहरूलाई भनिराखेको छु। सो हजुरहरूले याद गर्नुहोला अनि हजुरले नै लिन सक्नुहुन्छ। जुन ड्र्याग प्रुफ, वाटर प्रुफ बनाउनको लागि चाहिँ हजुरहरूले मेन प्रोडक्टहरू पनि याद गर्नुपर्ने हुन्छ, कुन प्रोडक्ट राम्रो हुन्छ, जुनसुकै प्रोडक्ट पनि युज नगर्ने। यति गर्दा गर्दै मैले चाहिँ ब्लस पनि मैले अलरेडी लगाइसकेको छु। सो रेकर्ड गर्न बिर्सेर म फेरि हजुरहरूको लागि चाहिँ मैले यो युज गरेको थिएँ भनेर देखाउँदैछु। यो चाहिँ मैले O2O को लगाएको हो। यो पाउडर पनि राम्रो छ। सुन मैले एभ्री टाइम युज गर्ने भनेको यो नै हो। डेली युजको लागि चाहिँ मैले युज गर्छु यो O2O को, जुन एकदमै राम्रो छ। हजुरहरूले क्लाइन्टको लागि पनि मजाले युज गर्न सक्नुहुन्छ। यो चाहिँ 800-900 समथिङमा आउँछ सायद। यो एक्सपेन्सिभ पनि 1500 भन्दा तल नै छ, तर मलाई त्यसको एक्ज्याक्ट प्राइस चाहिँ थाहा भएन। सो पाउडर पनि मैले देख्न सक्नुहुन्छ यो 1200 पर्ने पाउडर युज गर्दैछु, हजुरहरूले देख्न सक्नुहुन्छ। हजुरहरूलाई चाहिँ मैले गाह्रो नहोस्, हामीले चाहिँ एकदमै अफोर्डेबल प्राइसको पनि हामीले यतिको मेकअप गर्न सक्छौँ भनेर मैले देखाउन खोजेको हो। यसमा चाहिँ यो भिडियोमा चाहिँ धेरैजनाले मलाई कमेन्ट म्यासेज गर्नुभएको थियो। ड्र्याग प्रुफ मेकअपमा चाहिँ बिगिनरले पनि गर्न मिल्ने अनि हामीले चाहिँ किन्न नसक्नेहरूको लागि पनि बनाइदिनुहोस् न, हामीले कस्तो खालको प्रोडक्टहरू युज गर्न मिल्छ भनेर सोध्नुभएको थियो। सो हजुरहरूले चाहिँ यतिको प्रोडक्टहरू युज गर्दाखेरि पनि हाम्रो ड्र्याग प्रुफ, वाटर प्रुफ बन्छ। तर हजुरहरूलाई चाहिँ रिजल्ट राम्रो आउनको लागि कुनै कुनै प्रोडक्ट चाहिँ तपाईँहरूले अब यसमा पनि यो पाउडर पनि हजुरहरूले युज गर्दाखेरि चाहिँ हजुरहरूले अरू जुनसुकै सामान युज गरे पनि प्रोडक्ट चाहिँ पाउडर चाहिँ राम्रो युज गर्नु होला। मैले पहिला पनि भिडियोमा भनेको थिएँ, तर एकदमै रिजनेबल प्राइसमा भनिदिनु भन्नुभएको भएर चाहिँ यो प्रोडक्ट पनि युज हुन्छ। सो हजुरहरूले चाहिँ अब ब्राइडललाई नै गर्नुहुन्छ भने चाहिँ हजुरहरूले कि त हुडाको लिनु होला कि त लडा मर्सीको लिनु होला। सो तिनीहरू प्रोडक्टदेखि बाहेक अरू चाहिँ मलाई खासै चाहिँ चित्त चाहिँ बुझ्दैन। सो हजुरहरूलाई चाहिँ अझ योभन्दा पनि सस्तोमा चाहिन्छ भने चाहिँ क्यारेक्टर कस्मेटिकको पाउडर पनि छ। सो त्यो पनि युज गर्न सक्नुहुन्छ। पाउडर लगाउँदाखेरि पनि हामीले फाउन्डेसन एप्लाई गर्नु बित्तिकै हामीले नलगाउने, त्यसलाई एकछिन होल्ड गरेर अनि मात्र हामीले एप्लाई गर्ने। जुनसुकै प्रोडक्ट लगाउँदाखेरि हामीले एकछिन वेट गरेर लगाउँदा हाम्रो मेकअप बेस राम्रो हुन्छ। अनि त्यस पाउडर लगाइसकेपछि पनि हामीले एकैछिन राखेर मात्र हामीले चाहिँ यसरी सबै त्यो पाउडरलाई चाहिँ मजाले ब्लेन्ड गर्ने। जुन हामीले पाउडरलाई हामीले झार्थ्यौँ भने यसलाई चाहिँ त्यो ब्रसले प्रेस गरेर हजुरहरूले चाहिँ सेट गर्नुपर्ने हुन्छ त्यो पाउडरलाई। यसमाथि चाहिँ हामीले यति गरिसकेपछि चाहिँ डालमा सिरम युज गर्न मिल्छ। सो मैले यसमा चाहिँ युज गरिनँ। हजुरहरूले चाहिँ धेरैजनाले यही डालमा सिरमले नै हाम्रो वाटरप्रुफ, ड्र्याग प्रुफ भएको होला भनेर सोच्ने पनि हुनुहुन्छ। सो यो डालमा सिरम छैन भने पनि हजुरहरूलाई चाहिँ म्याट फिनिसिङ दिने कुनै पनि सेटिङ स्प्रे छ भने चाहिँ हजुरले सेटिङ स्प्रे युज गर्न सक्नुहुन्छ। यो नै युज गर्नुपर्छ भन्ने छैन। यो चाहिँ अलिकति हाम्रो ड्युई मेकअप दिनको लागि पनि हो, ग्लोई दिन्छ यसले चाहिँ। सो हजुरहरूलाई चाहिँ यो नै युज गर्नुपर्छ भन्ने छैन। सो हजुरले यो युज नगर्दा पनि हजुरको मेकअप राम्रो हुन्छ, बेस राम्रो हुन्छ। सो त्यसलाई चाहिँ एकछिन हामीले ड्राई गर्नुपर्ने हुन्छ। देख्न सक्नुहुन्छ मेरो बेस यति राम्रो देखिएको छ। त्यसपछि एप्लाई गर्दैछु लिप लाइनर। लिप लाइनर पनि हजुरले चाहिँ जुनसुकै मेकअप गर्दा पनि अलिकति डार्कर सेड हजुरले लिनुभयो भने हजुरको लिपस्टिक पनि राम्रो देखिन्छ। अनि लिपस्टिक लगाउँदाखेरि पनि हजुरले चाहिँ लिपस्टिक डाइरेक्टली नलगाउने। यसलाई चाहिँ हामीले अलिकति ब्राइडलको लागि गर्दै हुनुहुन्छ भने चाहिँ हजुरले लिप लाइनर लगाउनुभन्दा अगाडि आफ्नो लिप्सलाई पनि प्रिप गर्नुपर्ने हुन्छ। पहिला भ्यासलिन लगाएर क्लिन गरेर अनि मात्र हामीले लिपस्टिकहरू लगायौँ भने चाहिँ हाम्रो बेस राम्रो हुन्छ। लिप लाइनर चाहिँ मैले बिजुको लगाएको छु, जुन हजुरहरूले चाहिँ लेमिसिसको यो जुन लाइनरहरू चाहिँ राम्रो छ। सो हजुरहरूले पनि लिन सक्नुहुन्छ। यो पनि त्यति धेरै एक्सपेन्सिभ छैन, 600-700मा आउँछ। सो हजुरहरूलाई चाहिँ मैले प्राइस शुद्ध भनेको छु, किनकि प्राइस त अहिले 200-300मा त कुनै पनि प्रोडक्ट आउँदैन। सो योभन्दा सस्तो चाहिँ हुँदैन। सो धेरैजनाले मलाई सोधिराख्नुहुन्छ नि त, अब अलिकति सस्तो प्रोडक्टको भिडियो बनाइदिनुहोस् भन्नुभएको भएर चाहिँ यो बनाएको छु। सो अनि लिपस्टिक पनि मैले क्यारेक्टर कस्मेटिककै लिएको छु। हजुरहरूले चाहिँ जुनसुकै लिँदाखेरि पनि हुन्छ, अलिकति म्याट चाहियो हजुरहरूलाई।
आफूलाई मनपर्ने कलर लिनुहोस् र लगाउन सक्नुहुन्छ। यो लगाउँदा तपाईँहरूलाई चाहिँ यसले लगाउनलाई अप्ठ्यारो भयो भने चाहिँ हजुरले लिप ब्लसले लगाउन सक्नुहुन्छ। ब्लसले लगाउँदा हजुरको लिप लाइनरहरू, लिपस्टिकहरूको सेप चाहिँ मजाले मिलाउन सक्छ। ब्राइडलहरूको लागि लगाउँदै हुनुहुन्छ भने चाहिँ यसरी डाइरेक्टली लगाउनुभन्दा ब्रसले लगाउनु बेस्ट हुन्छ। हजुरले ब्रस युज गर्न मैले चाहिँ ब्रस युज गरेको छैन अनि ब्रस युज गर्नु भन्नुहुन्छ भनेर भन्नुहुन्छ होला, तर मैले ब्रस युज नगरे पनि हजुरहरूलाई चाहिँ यसरी लगाउनु मिल्छ भनेर मैले हजुरहरूलाई चाहिँ सेयर गर्दैछु, जुन मैले युज गर्दै आएको छु क्लाइन्टको लागि। अब क्लाइन्टको लागि पनि हजुरले डाइरेक्टली यसरी ओठमा लगाउँदाखेरि पनि कतिजनालाई चाहिँ मन पर्दैन। सो हजुरले चाहिँ ब्रसले लगाउनु भयो भने चाहिँ सबैजनालाई सुट पनि हुन्छ, मन पनि पर्छ अनि यसरी लगाउन सक्नुहुन्छ। आफ्नो क्लाइन्टलाई राम्रोसँग राम्रो मेकअप गराइदिन चाहनुहुन्छ भने चाहिँ प्रोसेस बाई गर्नु होला। हजुरलाई क्लाइन्टले पनि मन पराउनुहुन्छ, हजुरको काम पनि मन पराउनुहुन्छ। हाइलाइट लगाउँदैछु, हाइलाइट पनि म एले गर्लकै लगाउँछु। म चाहिँ एभ्रिडे युज गर्ने भनेको नै यो हाइलाइट हो, जुन हजुरहरूले पनि एकदमै अफोर्डेबल प्राइसमा लिन सक्नुहुन्छ। गालामा लगाउने, नोजमा लगाउने, फरेडमा लगाउने हजुरलाई नै थाहा हुन्छ। कतिजना त अब भिडियो हेरेर पनि कति कुरा थाहा भइरहेको हुन्छ, तर अलिकति ब्रस चलाउने तरिका, टेक्निकहरू थाहा नभएर चाहिँ भिडियो हामी सर्च गर्दै हेर्छौँ। त्यसको लागि चाहिँ हजुरले चाहिँ कुन ब्रस कुन टाइममा युज गरेको छ भनेर पनि याद गर्न सक्नुहुन्छ। सो धेरैजनाले चाहिँ मलाई सोध्ने क्वेसन भनेको चाहिँ हामीलाई आई मेकअपहरू गर्न लागेको आई मेकअपहरूको ब्रस पनि थाहा छैन भनेर भन्नुहुन्छ। सो आई मेकअपको लागि चाहिँ ब्रस एकदमै सानो सानो फ्लफी ब्रस हुन्छ। सो मेरो चाहिँ मेकअप यतिको देखिएको छ अनि देख्न सक्नुहुन्छ मैले योभन्दा अगाडिको भिडियोमा चाहिँ अलिकति हाई रेन्जको सेटिङ स्प्रे लगाएको, फिक्सिङ स्प्रे लगाएको थिएँ भने यसमा चाहिँ मैले यो फरेभर 52 को स्प्रे लगाउँछु। यसमा चाहिँ हजुरहरूले डाउट छैन किनकि यो फरेभर 52 पनि एकदमै राम्रो छ। अनि हजुरहरूलाई चाहिँ अलिकति स्ट्रङ स्मेल मन पर्दैन भने चाहिँ युज नगर्नु होला। त्यति गरिसकेपछि चाहिँ आधी घन्टापछि हामीले वाटरप्रुफ भयो कि भएन हेर्न सक्छौँ। फाइनल लुक चाहिँ यस्तो देखिएको छ अनि आई मेकअपको नेक्स्ट भिडियोमा वेट गर्नु होला। थ्याङ्क यू सो मच, बाई बाई।